ललितपुर उद्योग वाणिज्यसँग पिङयाकको साधारण सभा जुगुदु संघीय अध्यक्ष विश्वराज वज्राचार्य सभा नायसिजुको ज्याजोया उलेजा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी यानादी गुखा धन्यवाद प्रमुख अतिथिमा। अब हामी ज्याजोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रादेशिक लिसे स्थानीय सरकारी सहभागिता दुगु साधारण सभा राज्य यफुक निकाय लिसे नीतिगत वा मेमेगु आवश्यक सहकार्य स्पष्ट आधार तयारियाना न्याउने फेमरका भिन्तुना देछना दिगु ख वार्षिक साधारण सभा यो समारोहको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। आज यो अवसरमा यो ललितपुर उद्योग वाणिज्य संघको क्षेत्रभित्र उद्योग व्यवसायिकतामा विभिन्न सेक्टरमा आफ्नो उत्पादनलाई वृद्धि गरेर सफलता प्राप्त गर्नुहुने अहिले विभिन्न हिसाबले सम्मानित हुनुहुने व्यक्तित्वहरूलाई म हार्दिक बधाई शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँको सफलता निरन्तर रूपमा लिँदै जाओस्, धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। संस्कृति सम्पदा मौलिक परम्परा मार्फत गरिने पारिवारिक व्यवसायलाई समयअनुसार परिमार्जन र पुस्तान्तरण मात्र सम्भव नभएको अवस्थामा हस्तान्तरण हुनुपर्छ भन्ने अवधारणा हामी उन्मुख कार्यक्रमहरू ल्याउनेछौँ। जिल्लाको विभिन्न भेगको भौगोलिक सम्भाव्यतालाई हामी लक्षित गरी कार्यक्रमको तय गर्नेछौँ, जुन कृषि, पर्यटन र अन्य विषयगत क्षेत्रहरू हुन सक्छ। हामी युवा पिँढीलाई आफ्नै जिल्लामा केन्द्रीकृत सम्भाव्यता बनाउने योजनाहरूमा क्रियाशील छौँ। नेपाल सरकारले ल्याएको स्टार्टअप नेसन वा अन्य राष्ट्रिय वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग आवश्यक समन्वय हामी अगाडि बढिसकेका छौँ। हामीलाई आशा छ नयाँ पुस्तालाई समयअनुसारको सृजनशील इकोसिस्टम दिने हाम्रो प्रयास यसतर्फ निरन्तर कार्यहरू केन्द्रित हुने नै छौँ, जसमा इनोभेसन अथवा इन्क्युबेसन सेन्टरको संरचना र सञ्चालनको योजनामा हामी अगाडि बढिसकेका छौँ। ज्याजोले प्रतिनिधि सभा दुज प्रेम महर्जन नेपाल उद्योग वाणिज्य महासङ्घीय अध्यक्ष चन्द्रप्रसाद ठकाल, सङ्घीय अध्यक्ष विश्वराज वज्राचार्य लगायत नवनदी गुखा हामीले पनि आजको एउटा युगसम्म आर्थिक समृद्धिको निमित्त एउटा प्रतिस्पर्धा गर्ने जुन एउटा क्षेत्रमा हामीले एउटा उद्योग व्यवसायलाई पनि एउटा प्रफुल्लित गर्नका निमित्त आयातलाई प्रतिस्पर्धा गर्दै र निर्यातमा चाहिँ जसरी प्रवर्तन गर्नुपर्ने अवस्था छ, यो कुराले एउटा आजको खाँचो छ जस्तो लाग्छ। र अहिले युवाको सोचमा जसरी एउटा परिवर्तन आएको छ र परिवर्तन ल्याउनुपर्ने बेलामा साँच्चै हिजो एउटा बेला अवस्था थियो, अनुभवले नै एउटा धेरै कुराहरू सिक्ने, तर आज परिस्थिति बदलिएको छ, युवाको सोचमा बदलिएको छ र अहिलेको युवाको ज्ञानको दायराहरू पनि धेरै राखिएको छ र चिन्तन गर्ने थुप्रै युवाहरूको मनस्थिति अहिले परिवर्तन भएको छ। उद्योग वाणिज्य महासङ्घको मैले नेतृत्व दिइसकेपछि खास गरेर जुन एउटा चाहिँ निजी क्षेत्रमा अघि माननीय मन्त्रीजीले पनि वास्तवमा चाहिँ भन्नुभयो, जुन एउटा आर्थिक सङ्कुचनको चाहिँ हिसाबले जुन एउटा चाहिँ सिचुएसन चाहिँ बनेको चाहिँ थियो, त्यसपछि वास्तवमा हामीहरूको उद्योग वाणिज्य महासङ्घको करिब 1.5 वर्षको चाहिँ टेनरमा यो सङ्कुचनबाट चाहिँ कसरी बाहिर निक्लिने होला, यहाँको जुन एउटा नैराश्यता चाहिँ कसरी छिर्ने होला, यो नैराश्यता छिर्नलाई चाहिँ जस्तो निजी क्षेत्रले चाहिँ नै पहल गरेन भने कसले गर्ने होला भन्ने उद्देश्यका साथ वास्तवमा यो यहाँले हेर्नुभयो भने यो 1.5 वर्षको बिचमा हामीले धेरै नै प्रयास चाहिँ गरेको चाहिँ छौँ र यसको फलस्वरूप वास्तवमा रिजल्टहरू पनि क्रमशः देखिन सुरु गरेको कुरा म व्यवसायी साथीहरूलाई म भन्न चाहिँ चाहन्छु।